नमः शिवाय। नेपालको पवित्र भूमि काठमाडौँको पशुपति क्षेत्रमा अवस्थित छ विश्व प्रसिद्ध श्री पशुपतिनाथ मन्दिर। भगवान शिवप्रति आस्था राख्ने भक्तहरूका लागि यो केवल एउटा मन्दिर मात्र होइन, श्रद्धा, विश्वास र आध्यात्मिक ऊर्जाको पवित्र धाम हो। पशुपतिनाथलाई भगवान शिवको एक अत्यन्त पवित्र स्वरूपका रूपमा पूजा गरिन्छ। पशुपति शब्दको अर्थ सबै प्राणीका स्वामी भन्ने हुन्छ। त्यसैले भगवान पशुपतिनाथलाई सम्पूर्ण जीवजगतका रक्षक तथा पालनकर्ता भगवानका रूपमा श्रद्धा गरिन्छ। पशुपतिनाथ मन्दिर बागमती नदीको किनारमा अवस्थित छ। मन्दिरको मुख्य गर्भगृहमा भगवान शिवको पवित्र चतुर्मुखी शिवलिङ्ग विराजमान रहेको मानिन्छ। चार दिशातर्फ फर्किएका यी मुखहरूले भगवान शिवका विभिन्न स्वरूपको प्रतिनिधित्व गर्छन्। मन्दिरको मुख्य संरचना परम्परागत नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ। सुनौलो छाना, चाँदीले सजाइएको ढोका र कलात्मक काठका संरचनाले मन्दिरको सौन्दर्य अझ अद्भुत बनाएको छ। पशुपतिनाथ क्षेत्र केवल मुख्य मन्दिरमा मात्र सीमित छैन। वरिपरि रहेका विभिन्न साना ठूला मन्दिर, शिवलिङ्ग, आश्रम, घाट र धार्मिक स्थलहरूले यस क्षेत्रलाई विशाल आध्यात्मिक परिसर बनाएका छन्। हरेक दिन देश विदेशबाट हजारौं श्रद्धालुहरू यहाँ भगवान पशुपतिनाथको दर्शन गर्न आउने गर्छन्। विशेष गरी महाशिवरात्रिको समयमा यहाँ भक्तजनहरूको विशाल भिड लाग्छ। साधु, सन्त, नागा बाबा तथा शिवभक्तहरूको उपस्थितिले पशुपति क्षेत्रको वातावरण अझ भक्तिमय बन्ने गर्छ। बागमती नदीको किनारमा रहेको आर्यघाट पनि पशुपति क्षेत्रको महत्त्वपूर्ण भाग हो। यहाँ हिन्दू संस्कार अनुसार अन्त्येष्टि तथा विभिन्न धार्मिक कर्महरू गरिन्छन्। पशुपतिनाथको दर्शन गर्दा भक्तहरूले भगवान शिवसँग सुख, शान्ति, समृद्धि, स्वास्थ्य र परिवारको कल्याणको प्रार्थना गर्ने गर्छन्। धेरै भक्तहरूको विश्वास छ कि सच्चा श्रद्धा र भक्तिका साथ भगवान पशुपतिनाथको स्मरण गर्दा मनमा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ। पशुपतिनाथ मन्दिर नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको पवित्र धरोहर हो। यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका कारण पशुपति क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ। त्यसैले यदि तपाईँ नेपालमा हुनुहुन्छ भने जीवनमा कम्तीमा एकपटक भए पनि भगवान पशुपतिनाथको पवित्र दर्शन गर्ने अवसर अवश्य प्राप्त गर्नुहोस्। अन्त्यमा भगवान पशुपतिनाथसँग यही प्रार्थना गरौँ। हे भगवान पशुपतिनाथ, सम्पूर्ण प्राणीमाथि आफ्नो कृपा र आशीर्वाद राख्नुहोस्। सबैको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि प्रदान गर्नुहोस्। नमः शिवाय। हर हर महादेव। जय श्री पशुपतिनाथ।